एकदम खुसी आजको नाइट एकदम वान अफ द बेस्ट नाइट भइरहेछ यस्तै चाहिँ तपाईहरु अझ प्रत्येक शुक्रबार आउनु होला अझै रमाइलो हुनेछ चिसो मौसममा आगो तापेर मेरो प्रिय नातिहरुको टिमलाई चाहिँ वेलकम गर्न पाउँदा हृदयदेखि खुसी छु आशा छ तपाईहरु फेरि पनि आउनु हुनेछ भनेर धन्यवाद अब आजको नाइट यसरी नै रमाउनु पर्छ प्लानिङ गरिसकेपछि प्लानिङ कहिले केटाहरुको सफल हुँदैन प्लानिङ भनेको तत्कालै गरेर बिहान गर्नु पर्यो त्यो चाहिँ हैन बिहान गरेर दिउँसोसम्म हिँड्यो भने चाहिँ सक्सेस हुन्छ के एक्सिडेन्टली सडनली एक्सिडेन्ट हो के छ भन्नु ओके छ नि त सब बारेमा के भन्नु छ त केही भन्नु छैन सब साथीहरु एकदम मोज मस्तीमा छन् ठीक छ अहिलेको मेरो ठेक्दारसँग हेरे यस्तो नाच यार केही छैन दाइ एकदम चिल छ जुम्ला घर पछुतो केही वर्ष अगाडिसम्म चाहिँ के लाग्थ्यो भने चाहिँ जुम्ला घर गोठी चौर आइपुगेको छैन अहिलेसम्म गोठी चौर के देपाल गाउँदेखि माथि आइपुगेको छैन जुम्ला घर रारा गएको छैन भने अस्ति वर्ष घुमियो यो यही वर्ष घुमियो होइन दसैँमा यहाँ पनि आयो अब यसो सुन्दै जाँदा फेरि स्काई ताल होइन स्काई लेक ताल एउटै त हो नि अङ्ग्रेजीमा लेक नेपालीमा ताल स्काई लेक रहेछ के रहेछ अझै त्यो मैले पहिल्यैदेखि सुन्दै आएको चाहिँ डाँडा गाउँ माथि डाँडा गाउँ छ अरे त एउटा मालिका अनि अर्को डाँडा गाउँ छ अरे छ अरे त एउटा डाँडा गाउँ छ अरे क्या एकदमै राम्रो भ्यू देखिने छ अरे क्या सुन्नमा आएको यही थाहा छैन अनि बाहिरको मान्छेलाई थाहा भइसक्यो मान्छेलाई थाहा भयो त गुम्बा त गइसक्यो त छैन कहाँ सकिनु छैन